दर्शकबिन नमस्कार सेवारो म रजनी हाङसरुम्बा मिति 2082 सालको बडा दशैंको 9औं दिन महानवमी। हरेक वर्षको दशैंमा महानवमीकै दिन धुमधामसँग जोडी निशान नचाइने पाँचथरको यङवर गाउँपालिका 4 थर्पु स्थित निशान माङधाम पुगेको छु। सोमालुङ टाइम्सको आजको यो भिडियो सामग्रीमा म तपाईलाई जोडी निशान नचाइएका र यहाँका अन्य दृश्यहरू पनि देखाउनेछु। यी जोडी निशान मध्ये एउटाको नाम श्री कम्पु र अर्कोको नाम श्री जङ्गी निशान हो। यी जोडी निशानसँग लिम्बुवानी इतिहास, वीरता र गौरवको गाथा जोडिएको छ। श्री कम्पु श्री जङ्गी निशान तथा माङधाम संरक्षण समितिका सचिव महेन्द्र सेलिङका अनुसार जोडी निशान मध्ये श्री कम्पु निशान तत्कालीन याङरक थुमका सुब्बा हंसबल मावोको नेतृत्वमा विक्रम सम्वत 1995 फागुन 18 गते तत्कालीन शाहवंशीय राजा राजेन्द्र वीर विक्रम शाहबाट प्राप्त भएको हो। त्यस्तै श्री जङ्गी निशान भने याङरक थुमका सुब्बा मतपाल सेलिङको नेतृत्वमा विक्रम सम्वत 1912 साल चैत 30 गते तत्कालीन शाहवंशीय राजा सुरेन्द्र वीर विक्रम शाहबाट प्राप्त भएको हो। श्री कम्पु याङरक थुमका 13 थरी 22 सुब्बाहरूले प्राप्त गरेको निशान हो भने श्री जङ्गी 16 थरी 72 सुब्बाहरूले प्राप्त गरेको निशान हो। याङरकका सुब्बाहरूको जिम्मामा रहने यी जोडी निशान मध्ये श्री कम्पुलाई बडा दशैंको सप्तमीको दिन र श्री जङ्गीलाई अष्टमीको दिन बाहिर निकालिन्छ। 29 थरी 74 सुब्बाहरूले आफ्ना पुर्खाको जिउँदो इतिहास अनि वीरता र गौरवको प्रतीकको रूपमा पुज्दै वर्षेनी सगौरव नचाउने गर्दछन्। निशान नचाइने महानवमीको दिन निशान माङधाममा ठूलो मेला लाग्छ। निशान नचाइएको दृश्यावलोकन गर्न पाँचथर सहित छिमेकी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, इलाम लगायतका जिल्लाहरू र छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङबाट समेत दर्शनार्थी निशान माङधाम छन्। यहाँ याक्थुङ लिम्बुहरूको आराध्य देवी युमा स्त्री मानवको रूप धारण गरी प्रकट भएको पवित्र याङवरक पोखरी पनि रहेको छ। युमाले प्रकट भई थुन्चे बिसाएर सिक्का पैसा हालेको हुनाले यसलाई याङवरक भनिएको बताइन्छ। याक्थुङ लिम्बु भाषामा याङ भनेको पैसा, वरक भनेको पोखरी हो। प्राकृतिक रूपमा रहेको पोखरीलाई पुनर्निर्माण गरी अहिले पानीको फोहरा राखिएको छ। यसो गरिँदा पोखरीको नेचुरिटीलाई बिगारेर कंक्रिट गरिनु गलत भएको भन्दै कालान्तरमा यसले नकारात्मक असर पुर्याउने समेत कुरा उठेको थियो। निशान मेला घुम्दा मेलालाई म्युजिक भिडियो सुटिङको अवसरको रूपमा समेत सदुपयोग गरेको देखियो भने धान नाचको रोमाञ्चकता र उल्लास पनि मिसिएको भेटियो। हवस् त दर्शकबिन, निशान विशेष आजको भिडियो सामग्री यति नै। अन्त्यमा 2082 सालको बडा दशैंको फेरि पनि यहाँहरू सबैलाई शुभकामना। धन्यवाद।